हेलो मेरो युट्युब फ्यामिली के छ कसो छ सन्चै हुनुहुन्छ तपाईहरु म पनि यहाँ आरामै छु भन्दै मैले आजको भिडियो स्टार्ट गरे अनि आज चाहिँ म यो देखिसक्नु भएको छ मेरो आउटफिट मोटी देखाछु म मोटी देखाछु किनकि मैले भित्रबाट पनि तातो कपडा लगाएको छु फेरि यो तातो लगाएको छु मोटो मोटो दिस इज माइ प्रिन्सेस ड्रेस भन्नुहुन्छ तर हैन ओके आज म बनाउन जाँदैछु चिकन छोइला तर मसँग अहिले चिकन छैन किनभने बा मम्मी लिन गइसक्नु भएको छ सुन्नुभयो चिकन छोइला के रे चिकन छोइला या चिकन छोइला बनाउन लाग्यो हो अनि चिकन चाहिँ छैन मसँग चिकन मसँग छैन मतलब ल अब चाहिँ हामीलाई यहाँ चाहिएको छ दुईटा टमाटरले पोल्नुपर्छ रे त गाइजहरु हामी धनीहरुको फ्रिज देख्न सक्नुहुन्छ यहाँ मासु छ यहाँ दाल छ यहाँ स्प्राइटहरु हेर्न कति छ म धेरै स्प्राइट खान्छु त त्यसैले म चाहिँ यहाँ स्प्राइट लिएको यो फेन्टा चाहिँ हामीले अहिले नयाँ आएको रहेछ नयाँ व्हाइट कलरमा एक लिएको त्यस्तै हो धनीहरुले खाने भनेको अनि यो चाहिँ तपाईहरुले चट्नी भनेर झुक्किनु होला तर यो चट्नी हैन चाहिँ ग्रेभी हो हामी जस्तै ग्रेभी खान्छौं हैन म टमाटर झिक्न आएको थिएँ टमाटर झिकौँ यति धेरै छ टमाटरहरू यो झिकौँ अनि यो झिकौँ अब चाहिँ हामी यसलाई पोल्ने तर्फ लाग्छौँ दिस द आवर ग्यास चाहिँ हाम्रो ब्रान्ड छ WEBOR वेबर के भन्नु सोचिथे बौलाई हो रे यो ब्रान्डको नाम चाहिँ वेबर I know. अब चाहिँ हामीले पोल्छौँ वेट अ मिनेट ओके हामीसँग रहेको छ यो चिम्टी यो चाहिँ हिराको चिम्टी हो गाइजहरु नर्मल चिम्टी हैन अब चाहिँ हामीले ग्यास यसरी ओपन गर्छौँ हो यसरी ओपन गरेपछि खुलिहाल्छ तपाईले थाहा छ कि हैन अब यसरी हामीले यसलाई लिन्छौँ एन्ड या वी डिड इट Oh my god this tomato is falling down टमाटरलाई यसरी समाएर कटोरामा राखिदिन्छौँ यसरी देख्नुभयो मैले के कत्रा क्याच गर्छु भनेर ओके दिस टमाटर इज रेडी यु नो ओके हामीसँग चाहिँ यहाँ अदुवा मैले फोकिसकेको छु म एकदम जागरिलो छु हैन अब चाहिँ अदुवालाई पेस्ट गर ल गाइजहरु मेरो घरमा चाहिँ राति परिसकेको छ त्यसैले म धनीको दुईटा मोबाइल छ त्यसैले म अझै दुईटा मोबाइलबाट एउटाबाट भिडियो गर्दै एउटा यो आइफोनबाट चाहिँ आइफोन चाहिँ 16 प्रो हो त 17 प्रो म्याक्स हो हैन यसबाट चाहिँ म लाइट बाल्दैछु किनभने 17 प्रो म्याक्सको चाहिँ मलाई लाइट एकदमै मन पर्यो कस्तो उज्यालो देखाइरहेछ हैन ओके ओके चिकन छोइला जस्तै हो मेरो छोइला चाहिँ बङ्गला जस्तो छ है अब खुर्सानी जी रातो पिरो चट्ट परेको खुर्सानी जी हुनुहुन्छ उहाँलाई हामीले यसै तातो पानीमा राखिदिनेछौँ यस कति वर्षको सेफ नौला त मैले बनाउने टक्का एप्रोन पेन टक्कामा बनाउनु न के बनाउने
मासु बाबाले ल्याउनु भएछ तर अलि ठुलै पिस ल्याउनु भएछ त्यही भएर यहाँ लिएर चाहिँ सानो सानो पिस गर्दै हुनुहुन्छ छोइलामा चाहिँ काट्दैन सबैलाई अर्को चक्कु कहाँ होइसिन्छ भनेपछि यहाँ होइसिन्छ येलो टिकट गरम मसला हल्दी मिर्च नयाँ अलिअलि स्वाद आउँछ भनेर ओके आउनु ल आउनु ढोके तपाईको के हो पासो ओहो नाइस छैन पार्टी आज हाम्रो के बनायो सरी आज छोइला चिकन छोइला टक्क लाएर यम्मी जस्तो छ त आज जाडोमा चट्ट हाम्रो छोरीले चिकन छोइला बनाएर बाबालाई टेस्ट गराउँदैछ कस्तो छ भन्ने बाबाले खाएर बताउँछ ल जाडो भएन खाली हो के पुगेन साच्ची भन्नु त साच्ची वाह क्या मस्त बनाएछ नानु थ्याङ्क यू भेरी मच मम्मी तपाईँ पनि टेस्ट गर ल शान्ति पनि खाऊ मनाइ तिमी पनि टेस्ट गर त मम्मी टेस्ट गर्नु अय्या नखाइको नि एमबी के फेरि पुरै चबाएर भन्नु आजको लागि बाबा यति नै भन्नु त लागि बहुत मिठो बनाइदियो छोरीले आज र थ्याङ्क यू भेरी मच खाना बनाउन सिक्यो अब ज्यान पाल्छु बाई बाई